हजुरले यो भिडियो त पक्का पनि हेर्नुभयो होला। मलाई पहिला के लाग्थ्यो भन्दाखेरि हैन हाम्रो आमा बुवालाई बाजे बजेहरूलाई चाहिँ सम्झाउनु पर्छ पुरानो पार्टीहरुमाथि उनीहरु धेरै लोयल हुनुहुन्छ सो उहाँहरुलाई चाहिँ अब नयाँ पार्टीहरुलाई सपोर्ट गर्नुस् हैन राम्रोलाई चुन्नुस् भनेर सम्झाउनु पर्छ जस्तो लाग्थ्यो के। बट यो भिडियो हेरिसकेपछि यहाँ म्याक्सिमम मान्छेहरु युथ और जेनजीहरु हुनुहुन्छ के हैन। सो जोले चाहिँ जब एक दिनको खर्चको लागि 2000 5000 को लागि जुन सत्य पुरा दुनियाले देखेको छ त्यसलाई बदल्नको लागि रेडी छन् भने अरुमाथि के आश गर्नु के। इफ यो पालि पनि नयाँ पार्टीले चुनाव जितेन भने यो सबै दोष जनताले लग्दा हुन्छ। अब चुन्ने त हाम्रै हातमा छ नि त। सो अब पनि भनेको जस्तो सरकार आएन भने आई डोन्ट थिंक सो अर्को 2-3 महिनामा जुन नेपाली जुन युथले म नेपालमै के गरि खान्छु भनेर आश मानेर बसेको छ आई डोन्ट थिंक सो उनीहरु पनि नेपालमा बस्छ होला। अनि पुरानो पार्टीहरुले के भनिरहेको छन् भन्दाखेरि नयाँ पार्टीले विकास गर्छ भन्ने के प्रमाण छ भनि राख्नु भएको छ। नयाँ पार्टीले के गर्ला नगर्ला त्यसको प्रमाण चाहिँ छैन। बट पुरानो पार्टीहरुले 20-30 वर्षसम्म के नगरेको हामीसँग प्रुफ छ। अनि भन्नुहुन्छ एक्सपीरियन्स म्याटर यिनीहरुलाई त सिक्दै 5 वर्ष जान्छ अनि हजुरहरुले चाहिँ सिक्न 20-30 वर्ष लाग्यो। त्यतिखेरसम्म बुद्धि आएको थिएन विकास गर्नुपर्छ भनेर। अनि हाम्रो नेताजीहरुले भन्नुहुन्छ हामी महिनाको यति जिबी इन्टरनेट फ्रीमा दिदिन्छौं। जहाँ मान्छेहरुले राम्रोसँग मोबाइल के हो इन्टरनेट के हो भनेर चिनेको छैनन् जहाँ अझै पनि कीप्याड मोबाइल पाउनु नै ठुलो कुरो हो हजुर त्यो ठाउँमा गएर इन्टरनेट दिनुहुन्छ। अनि भन्नुहुन्छ हामी त घर घरमा ग्यासको पाइप बिछाइदिन्छौं रे। जहाँ राम्रोसँग हिड्नलाई बाटो छैन रोड छैन त्यहाँ चाहिँ हजुर ग्यासको पाइप बिछाउनुहुन्छ। कति मूर्ख सम्झिन सकेको हो के यो नेताहरुले हामी जनतालाई। अझै पनि 20-30 वर्ष अगाडि जे भाषण दिइराको थियो त्यो भाषणले अझै पनि भोट पाउँछ भनेर कुन आशले बोलिराख्नु भएको छ के हजुरहरु। सो दिस इज द लास्ट रिमाइन्डर हामीले हाम्रालाई हैन राम्रालाई रोज्नु पर्छ भनेर यो लास्ट भिडियो हालेको किनकि आज राति 12 बजेदेखि मौन चालु हुँदैछ। सो जसमा चाहिँ हजुरले कुनै पनि पार्टीको पक्षमा बोल्न पाउनु हुँदैन। So that's it from my side. Hope we will see the new Nepal in a few days. Thank you.